नमस्ते। यति बेला हामी सिलगढीदेखि दार्जिलिङ जाने बाटोमा छौँ। हाम्रो यात्रा सुरु हुँदैछ र यहाँ एकदमै रमाइलो दृश्य रहेको छ। दार्जिलिङ जाने रोडमा रोडभन्दा साइडको पसलहरू हो यो, देख्न सक्नुहुन्छ। र यहाँ साइडमा देख्न सक्नुहुन्छ तपाईहरुले यो चियाबारी रोडको तलपट्टि साइडमा पनि माथिपट्टि साइडमा पनि यो दार्जिलिङ जाने बाटोमा साइडमा चाहिँ मजाको चाहिँ चियाबारीहरू छ। अनि यहाँ चाहिँ धुपीको अल्को चाहिँ रुखहरू पनि छ। एकदम शीतलताको अनुभूति हुन्छ, हरियाली छ। जब हामी सिटीमा बसिरहेका हुन्छौँ, सिटीमा बसिरहेपछि यो गाउँतिर जाँदा अथवा चाहिँ लेकतिर जाँदा एकदमै रमाइलो अनुभूति हुन्छ। यो सिलगढीदेखि हामी माथि जाने क्रममा, दार्जिलिङ जाने क्रममा यो रोडमा यस्तो बाटोहरू हुँदा एकदमै रमाइलो अनुभूति भइरहेको थियो। धुपीहरूको मजाको रुखहरू पनि यहाँ रहेको छ, देख्न सक्नुहुन्छ। मजा आ गया ना, इसलिए बॉडी में सुकून हो गया। सुक्ने लागेको छ, साइडमा उसहरू लागेको छ। यहाँ छुट्टै मजा हुन्छ किनभने यो हरियाली छ, त्यसपछि चिसो अनुभूति छ हैन, चिसो हुन्छ यहाँ। अनि सानो सानो घरहरू छन् अनि पहाडी इलाका बहुत रमाइलो ठाउँ छ। यहाँ लभनेस एकदमै राम्रो लभनेस छ। वाउ, सो वन्डरफुल। भिडियो बनाउनुको मेन इन्टेन्सन भनेको चाहिँ यो हरियाली हैन, वनजङ्गल, यो हरियाली। आजभोलि हामी धेरैजना चाहिँ यो डिभाइस ओरिएन्टेड भएको कारणले गर्दा धेरै घरमै बसेर हामी काम गरिरहेका हुन्छौँ भने यो कहिले कहिले चाहिँ बाहिर जाँदाखेरि अब चाहिँ आउट अफ भ्याली गइसकेपछि यो दृश्यले चाहिँ मनमा बहुत छुट्टै मजा आउँछ। कतिपय चाहिँ जानुभएको छ होला दार्जिलिङमा, कतिपय चाहिँ जाने क्रममा हुन्छ भने तपाईँले एकपटक चाहिँ जानुपर्ने ठाउँ, मात्र एकपटक होइन, पटक चाहिँ जानु मन छ। रमाइलो चाहिँ दृश्य हुन्छ। र साइडमा चाहिँ तपाईँ देख्नुहुन्छ यो सानो पट्टी रहेको छ। यो एकदमै सबैभन्दा इन्डियाको चाहिँ पुरानो ट्रेनको लिक हो। यो चाहिँ सानो लिक छ, हेर्नुहोस्, जुन कोइलाबाट अहिले पनि चलिरहेको हुन्छ। रोडको साइडबाट चाहिँ कहिले छेउपट्टिको साइडबाट र कहिले कुनापट्टिको साइडबाट चाहिँ यो चलिरहेको छ, लिकहरू छ। हामी अगाडि जाँदै गर्छौँ र त्यहाँ देख्न सक्नुहुन्छ हाम्रो अगाडि ट्रेन स्टेसनहरू पनि छ, त्यो आउँदैछ। यहाँहरूले अलिकति वेट गर्नुहोला र वेट गर्नुहोला। मन्दिरहरू छ त्यहाँ अझै मनोरम दृश्यहरू रहेको छ। धेरै रमाइलो चाहिँ हुनेवाला छ, अन्त्यसम्म हेरिदिनु होला। र यदि तपाईँ पहिलोपटक हेर्दै हुनुहुन्छ भने अनि चाहिँ यसमा कमेन्टहरू कहाँदेखि हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट पनि गर्नु होला। देख्न सक्नुहुन्छ लिक, पुरै लिक छ। बाटोको साइडमा तलपट्टि सानो छ, ट्रेनको लिक हो, चलिरहेको छ फेरि। यो चाहिँ पहिले बनाएको हुनाले अङ्ग्रेजको जुन ब्रिटिस शासन थियो त्यति बेला चाहिँ गरेको हो यो। त्यस बखतदेखि अहिले छ। अहिले खास गरिकन चाहिँ मान्छेहरू अलिकति शोक पुरा गर्नको लागि मात्रै हुन्छ। यसलाई चाहिँ आम मान्छेहरूले चाहिँ युज गरेको हुँदैन, किनभने यसमा टाइम पनि बढी लाग्ने कारणले गर्दा मान्छेहरू चाहिँ नर्मल्ली जो अब लङ टाइम लगाएर यसमा चाहिँ एउटा घुम्ने हिसाबले चाहिँ ट्रेनमा चढ्ने गर्नुहुन्छ। ट्रेन पनि अगाडि आउँदैछ, त्यो पनि तपाईँहरूले वेट गर्नु होला। त्यो पनि दृश्य तपाईँले देख्न पाउनुहुनेछ यो ठाउँबाट। देख्न सक्नुहुन्छ एकदमै नजिक छ हाइवे र त्यसपछि ट्रेनको लिक कहिले रोडको साइडमा कुनाको साइडमा छ, कहिले छेउको साइडमा छ। अब चाहिँ कुनाको साइडमा गयो। अब हाम्रो कुनाको साइडमा चाहिँ ट्रेनको लिक चाहिँ देख्न सक्छौँ। अघिसम्म चाहिँ छेउमा देखिरहेका थियौँ। र यहाँको चाहिँ सबैभन्दा राम्रो अब चाहिँ मलाई लाग्ने भनेको एउटा त इन्भाइरोमेन्ट, अर्को भनेको त्यहाँको पिपुलहरू चाहिँ एकदम लभनेस हैन।
अर्को कुरा भनेको त्यहाँको चाहिँ त्यो घरहरू मेरो लागि मलाई चाहिँ सबैभन्दा मनपर्ने भनेको दार्जिलिङको इलामको हैन यो ठाउँहरूको चाहिँ घरहरूको जुन बनावट रहन्छ साह्रै मनपर्छ। त्यो चाहिँ तपाईँलाई पनि मनपर्छ भने कमेन्ट गर्नुहोला। र यदि तपाईँ चाहिँ दार्जिलिङबाट अथवा चाहिँ इलामबाट हेर्दै हुनुहुन्छ भने अथवा पहिले गइसक्नु भएको छैन म पनि गएको छु भने चाहिँ कमेन्ट पनि गर्न सक्नुहुन्छ। र हेर्नुहोस् जब मान्छे सिटीमा बसेर यस्तो रोडमा यस्तो ठाउँमा जान्छ एकदमै छुट्टै फ्रेस फिल भएको हुन्छ। यसमा पार्किङ गरेर यो चाहिँ भ्युजको लागि चाहिँ फोटो खिच्ने ठाउँहरू पनि रहेको छ ठाउँ ठाउँमा चाहिँ। तर यहाँ अलिकति दुःखको कुरा के छ भने यो पुरानो रोड भएको कारणले गर्दा यो चाहिँ अलिकति जुन फ्ल्याटमा रहेको जुन हुन्छ तराईमा रहेको जस्तो जुन हाइवे हुन्छ त्यो चाहिँ हुँदैन। यहाँ चाहिँ अलिकति साँघुरो हाइवे छ। ठुलो ठुलो गाडीहरू ओहोरदोहोर गर्ने बेलामा सजगतापूर्वक चाहिँ अपनाउनु पर्ने हुन्छ। यदि तपाईँ बाइक लिएर जाने सोच गर्दै हुनुहुन्छ भने तपाईँ पहाडमा चाहिँ कन्फिडेन्स ड्राइभिङमा कन्फिडेन्स भएको हुनुपर्ने हुन्छ। तपाईँले बाइक गाडी लिएर जाँदा हुन्छ तपाईँलाई चाहिँ पहाडमा ड्राइभिङ गर्न सक्ने कन्फिडेन्स भएको भयो भने मात्र तपाईँ चाहिँ आफ्नो सेल्फ साधन लिएर जानु होला। नभए पनि तपाईँ आफ्नो गाडी छ भने पनि अर्को ड्राइभरलाई हायर गरेर लैजान सक्नुहुन्छ। नभए पनि यतिकै चाहिँ नजानु होला। किनभने जबसम्म तपाईँ सेफ्टी तरिकाले चाहिँ कन्फिडेन्स छैन पहाडमा ड्राइभिङ गर्नु भने त्यसरी चाहिँ जान चाहिँ तपाईँलाई पछि चाहिँ समस्या पर्न सक्छ। त्यसैले गर्दा तपाईँको साधन छ र तपाईँ चाहिँ पहाडमा चाहिँ ड्राइभिङ गर्ने मान्छे यो चाहिँ ट्रेन स्टेसन यो चाहिँ तल्लो दार्जिलिङ नपुग्दैको एउटा चाहिँ स्टेसन हो। यहाँनिर स्टेसनमा मान्छेहरू बसिरहनु भएको छ। यहाँबाट तबाट ट्रेन आउँछ र यहाँबाट चाहिँ मान्छेहरू स्टेसनबाट चाहिँ अगाडि जानको लागि र धेरै जसो चाहिँ भिजिटरहरू मात्रै चाहिँ म ट्रेनमा त्यहाँ भिजिट गरेको देखेँ। त्यहाँको आम मान्छेहरू भन्दा पनि चिसो मौसम छ। तपाईँ चाहिँ गर्मी ठाउँमा बस्नुहुन्छ भने बेला बेलामा तपाईँ चाहिँ जान सक्नुहुन्छ। बडो राम्रो बहुत फ्रेस फिल हुन्छ। नेचरसँग कनेक्ट हुने अवसर पनि मिल्नेछ। त्यहाँ एकदमै धेरै सुविधाहरू रहेका छन्। साइडमा प्रशस्त टाइपको पसलहरू रहेको छ। तपाईँले त्यहाँबाट पनि आफूले हैन अनि बस्ने सुविधा पनि राम्रो छ। आई लभ दार्जिलिङ यो अर्को चाहिँ स्टेसन हो। यहाँनिर ट्रेन स्टेसन देख्न सक्नुहुन्छ। यहाँको ट्रेन हो यो। यस्तै गरी पनि ठाउँ ठाउँमा चाहिँ यस्तो चाहिँ ट्रेन स्टेसनहरू रहेका छन्। जस्तै चोक चोकमा चाहिँ बसको स्टेसन हुने गर्छ त्यस्तै चाहिँ त्यहाँ पनि ट्रेन स्टेसनहरू रहेका छन्। तरकारी पसलहरू फलफुल पसलहरू यहाँ चाहिँ एउटा मन्दिर पनि रहेको छ। कतिपय घरहरू भनेको ब्रिटिस कालमै बनाएको घरहरू पनि छ। ब्रिटिस शासन गरेको टाइमिङमा बनाएको पुराना घरहरू छन् तर एकदमै राम्रो छ त्यहाँको घरहरू हेर्दामा मजा पनि आउँछ। नेपाल नाटक प्रतियोगिता हुने स्थान यो चाहिँ दार्जिलिङको मेन बजार चाहिँ यहाँ स्टार्ट हुँदैछ।
यहाँ चाहिँ पूर्ण रूपमा नेपाली पनि बोल्न सकिन्छ अनि चाहिँ बङ्गला पनि चल्छ हिन्दी पनि चल्छ तपाईँ तिनवटा कुनै पनि ल्याङ्ग्वेज प्रयोग गर्न सक्नुहुन्छ हिन्दी बङ्गाल र नेपाली तिनवटा ल्याङ्ग्वेज जुनसुकै ल्याङ्ग्वेज बोलेर पनि तपाईँले त्यहाँको मजा लिन सक्नुहुन्छ बाटो अलिकति साँघुरो भएको कारणले गर्दा धेरै जसो चाहिँ जाम भइरहेको हुन्छ किनभने बाटो अलिकति साँघुरो छ त्यसैले गर्दा गाडीहरूको आवाज जावतमा ठुलो गाडीहरू भएको बेलामा अलिकति समस्या पर्न जान्छ बेलामा चाहिँ रोकिरहेको हुन्छ हामी लगभग अब हामी फाइनल्ली यो दार्जिलिङको बस स्टप हो यो यहाँनिर बस पार्क भन्न पनि सकिन्छ यहाँनिर विभिन्न ठाउँमा जानको लागि रहेको छ र यसपछि हामी माथि निस्केका थियौँ चोकमा गइसकेपछि बहुत राम्रो दृश्य छ मान्छेहरू घुम्न आउने मान्छेहरू हुन्छन् यहाँ मेरो मिसेस छोरी छन् यो इभिनिङको टाइमिङ रमाइलो ठाउँ छ यो साँझमा चाहिँ बडो रमाइलो ठाउँ हुन्छ धेरै मान्छेहरू भिजिटरहरू दार्जिलिङ गइसकेपछि स्टे गर्नको लागि यहीँ नै आउने गर्नुहुन्छ यहाँ थुप्रै चिजहरू छन् धेरै सुविधाहरू पनि छ होटल स्टे गर्नेदेखि लिएर रेस्टुरेन्टहरूदेखि लिएर अनि तपाईँ चाहिँ चियाहरूको आइटमहरूदेखि लिएर तपाईँ चाहिँ अनि जाडोको लागि चाहिँ कपडाहरूदेखि लिएर थुप्रै चिजहरू यहाँ किन्न पाइन्छ यो साँझमा बहुत रमाइलो दृश्य छ अनि विभिन्न ठाउँहरू रेस्टुरेन्टहरू छन् खाना खानको लागि भेज रेस्टुरेन्ट नन भेज रेस्टुरेन्ट बारदेखि लिएर सबै कुराहरू यहाँ उपलब्ध हुनेछ ओके आजको दिन सक्यो अनि हामी अर्को दिन मर्निङमा अर्ली मर्निङ झन्डै 5:30 बजे सूर्योदय हुँदो रहेछ यो मर्निङको दृश्य हो वाउ सो वन्डरफुल हामी 5 बजे वेकअप गरिसकेका थियौँ र 5:30 बजे चाहिँ मजाले काम जुल्किसकेको थियो मर्निङमा चाहिँ यो चोक जुन अघिल्लो थोरै अगाडि चाहिँ तपाईँ देख्नु भएको थियो नाइटको दृश्य थियो भने अब यही ठाउँमा चाहिँ मर्निङको दृश्य यस्तो खालको छ सुनसान छ अनि धेरै मान्छेहरू चाहिँ मर्निङमा फ्रेस हुनको लागि र सनसाइन हेर्नको लागि अब जाँदै हुनुहुन्छ यहाँनिर यो चाहिँ चोक हो सेन्टर त्यसपछि हामी बिस्तारै श्री श्री महाकाल मन्दिरमा जाँदैछौँ प्राचीन मन्दिर र त्यहाँको एकदमै धार्मिक स्थलको हिसाबले ठुलो महत्त्वपूर्ण मानिएको मन्दिर पनि रहेको छ यहाँनिर र दृश्य एकदमै राम्रो छ भक्त चाहिन्छ भने ज्ञान हासिल गर सम्मान चाहिन्छ भने चरित्र हासिल गर कुनै प्रकारको डर अनि आधुनिक इच्छा नै हाम्रो दुःखको कारण हो धर्म हाम्रो बेग्ला बेग्लै ईश्वर एउटै हो बाटो हाम्रो बेग्ला बेग्लै गन्तव्य एउटै हो यस्तो विभिन्न चाहिँ कोटेसनहरू लेखिएको छ बरु पोजिटिभ कोटेसनहरू मन्दिर जाने बाटोमा यहाँ हामी अर्को दिन मर्निङको दार्जिलिङ महाकाल मन्दिरमा कमिटी गयौँ यो चाहिँ मन्दिरको दृश्य एकदमै राम्रो मन्दिर छ यदि तपाईँ दार्जिलिङ जानुभयो भने अर्को दिन मर्निङमा स्टे गर्ने गरी जानुहोला अर्को दिन मर्निङमा तपाईँ त्यो महाकाल मन्दिरमा जानुहोला एकदमै मजाको ठाउँ छ त्यहाँ एकदमै धार्मिक अनुभूति हुन्छ त्यहाँको पोजिटिभ अवराहरू आइरहेको हुन्छ पोजिटिभ इन्भाइरोमेन्ट भइरहेको हुन्छ
पोजिटिभ थटहरू क्रिएट हुन्छ र मनलाई एकदम शान्त गर्नको लागि पनि राम्रो ठाउँ रहेको छ। तपाईँहरू चाहिँ यहाँ जान सक्नुहुन्छ। र त्यसपश्चात हामी ब्याक टु यो चाहिँ खास दार्जिलिङको दृश्य भनेर देखिने चाहिँ कञ्चनजङ्घा हिमालको दृश्य हेर्नको लागि धेरै मान्छेहरू जाने गर्नुहुन्छ विभिन्न ठाउँबाट। म यो चाहिँ कञ्चनजङ्घा यो मर्निङमा यस्तो राम्रो चाहिँ इन्भाइरोमेन्ट रहेको छ, यहाँनिर देख्न सक्नुहुन्छ। थुप्रैजना मान्छेहरू आएर बस्नु भएको छ हेर्नको लागि। फोटो खिच्ने मान्छेहरूको भिड लागिरहेको हुन्छ। इभिनिङमा पनि धेरै मान्छेहरू आउनुहुन्छ र मर्निङमा पनि आउनुहुन्छ। मर्निङको छुट्टै राम्रो दृश्य रहेको छ, यहाँनिर देख्न सक्नुहुन्छ। यो चाहिँ कञ्चनजङ्घा हिमालको दृश्य रहेको छ। ल हेर्नु साह्रै रमाइलो छ यहाँनिर। र हामीले त्यहाँ बसेर चिया पिउँदाको जुन अनुभूति हुन्छ साह्रै मजाको अनुभूति हुन्छ यहाँनिर। तपाईँ त्यहाँ बसेर चिया पिउन पाउनुहुन्छ, साह्रै रमाइलो अनुभूति हुन्छ यहाँनिर। र साइडमा चाहिँ तलतिर थुप्रै होटलहरू रहेका छन्। यहाँ चाहिँ धेरैजसो होटलहरू स्टे गर्दाखेरि भ्यू साइड र अफ साइड भन्ने चाहिँ हुँदो रहेछ। तपाईँ चाहिँ पहिलोपटक जाँदैन चाहिँ भ्यू साइड भन्ने चाहिँ बस्नु होला। भ्यू साइड बस्नु भएमा अलिक कस्टली पनि पर्छ, तर चाहिँ मर्निङको जुन दृश्य हुन्छ नि त्यो चाहिँ वाउ हुन्छ। जुनसुकै होटलमा बस्दा पनि भ्यू साइड भन्ने चाहिँ बस्नु होला। त्यसपछि हामी दार्जिलिङको यात्रा सकिसकेपछि अब हामी चाहिँ बिस्तारै हाम्रो कन्यामको यात्रामा स्टार्ट गरिरहेका छौँ। कन्यामको जाने बाटो हाम्रो स्टार्ट भइसकेको छ। हामी हतारमा थियौँ, धेरै चिजहरू सुटिङ गर्न चाहिँ पाएनौँ, त्यही भएर चाहिँ हामी अर्को दिन त्यहाँबाट मर्निङमा यो कन्यामको यात्रामा जुट्यौँ। यो बाटो पनि एकदमै साँघुरो बाटो छ। तपाईँहरू चाहिँ सेफ तरिकाले ड्राइभिङ गर्नु होला। र त्यहाँ तपाईँ जाँदै हुनुहुन्छ भने त्यहाँबाट चाहिँ ट्याक्सी पनि हामीले रिजर्भ गर्न पाउँछौँ। र साथमा चाहिँ तपाईँसँग साधन छ भने वेल एन्ड गुड। अनि तपाईँ ट्याक्सी रिजर्भ गर्न पनि सक्नुहुन्छ अथवा तपाईँ चाहिँ सेयरमा पनि जान सक्नुहुन्छ, सेयरिङ गरेर पनि जान सक्नुहुन्छ। सेयरिङ गर्दा पर पर्सन बराबर 300 आइसी चाहिँ लाग्ने गर्छ। अनि तपाईँ चाहिँ रिजर्भ गर्नुभयो भने चाहिँ त्यस्तै 3000 जति लिने गर्छ। यसरी चाहिँ तपाईँ यहाँबाट दार्जिलिङदेखि पशुपतिसम्मको लागि यो चाहिँ यसरी यो रोडबाट जान सकिन्छ। यहाँ पनि एकदमै चिसो रहेको छ यो टाइममा। यो कुनै पनि टाइममा यसमा चाहिँ घाम लाग्दैन, एकदमै चिसो मात्रै भइरहेको हुन्छ। तपाईँ जाडोको टाइममा चाहिँ यो ठाउँमा जानुभयो भने हुस्सु हुन्छ, हुस्सुले गर्दा तपाईँ केही देख्न पाउनु हुँदैन। त्यही भएर एकदमै जाडो टाइममा पनि यो ठाउँहरूमा नजानु होला। म चाहिँ तपाईँले जानकारी दिन्छु, किनभने हुस्सु लागेपछि केही देख्न पाउनुहुन्न। त्यो भएर चाहिँ तपाईँ अनि इभिनिङमा भन्दा पनि मर्निङमा ट्राभल गर्नुभयो भने एकदम बेस्ट। मेरो ट्रिप चाहिँ हामी नाइट स्टे दार्जिलिङमा गरेका थियौँ। त्यसपछि हामी अर्ली मर्निङ हामी मन्दिर र जुन प्रिभियस मैले देखाइसकेको थिएँ त्यो कञ्चनजङ्घा भ्यू साइडमा गयौँ। र त्यसपछि हामी चाहिँ झन्डै 10-11 बजेपछि हामी यो बाटो जाँदैछौँ। यो टाइममा चाहिँ ठिक छ ट्राभल गर्नको लागि। तपाईँ यदि दार्जिलिङदेखि कन्याम जाँदै हुनुहुन्छ भने तपाईँ चाहिँ 11-12 बजेको टाइममा चाहिँ हिँड्नुभयो भने सजिलो हुन्छ। यदि तपाईँले लेट नाइट गर्नुभयो भने लेट डे गर्नुभयो भने जस्तै 2-3 बजे 4-5 बजे गर्नुभयो भने तपाईँ हुस्सु लागेर केही पनि चिज देख्न पाउनु हुँदैन। र तपाईँलाई अन्ली फिलिङ भनेको चिसो मात्रै हुन्छ, अत्याधिक चिसो हुन्छ। ड्राइभरहरूलाई गाडी चलाउनु गाह्रो हुन्छ। त्यसैले गर्दा हामी बोर्डर कटिसकेका छौँ। बोर्डर कटेर झन्डै अब नेपाल टेकिसकेको थियो। यो चाहिँ अब पशुपतिको बोर्डर कटेर आउँदै गरेको कन्यामको जाने बाटोको दृश्य हो यो। त्यसले गर्दा चिया बगानहरू देख्न सक्नुहुन्छ तपाईँले, छुट्टै मजा छ यहाँनिर।
फाइनल्ली हामी चाहिँ कन्याम आइसकेका छौँ। यो कन्यामको दृश्य यो इभिनिङको टाइमिङमा कन्याम क्लब डाँडामा र त्यसपछि यो चाहिँ कन्याम देख्न सक्नुहुन्छ। हाम्रो छोरी यहाँ नाच्दैछन्। यो चाहिँ मर्निङ, अर्को दिन मर्निङ त्यहाँ हामी स्टे गऱ्यौँ। स्टे गरिसकेपछि अर्को दिन मर्निङमा हामी चाहिँ कन्याममा फेरि हामी भिजिट गरिरहेका थियौँ। वाउ सो नाइस। यो कन्यामको मर्निङ टाइमको भ्युज रहेको छ। यसै गरिकन तपाईँले एउटा ट्रिप बनाउन सक्नुहुन्छ। यदि तपाईँ चाहिँ फ्यामिलीसँग के गर्ने 2-3 दिनको लागि चाहिँ तपाईँ ट्राभल गर्न चाहनुहुन्छ भने कन्याम टु दार्जिलिङ अथवा दार्जिलिङ टु कन्याम गर्न सक्नुहुन्छ भन्दै यहाँहरूलाई थ्याङ्क भन्दै केही तस्बिरहरू राखेको छु। यहाँहरूले हेर्न सक्नुहुन्छ। यो फ्यामिली फोटोहरू दार्जिलिङको छ, कन्यामको छ, विभिन्न ठाउँहरूको फोटोहरू रहेको छ। सो वन्डरफुल मोमेन्ट। सो इन्जोय एन्ड भिजिट। थ्याङ्क यू भेरी मच अगेन। हेर्दै गर्नुहोला, कमेन्ट गर्नुहोला, सेयर गर्नुहोला। यदि फर्स्ट टाइम हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सनु भन्दै फेरि पनि थ्याङ्क यू।